यो जिल्लामा पनि पाल्पा जिल्लामा एकता सन्देश सभा गर्न गइरहेका छौं। तसर्थ यो कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पार्नको निम्ति जो नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता सन्देश सभाको अध्यक्षता आसन ग्रहण गरिदिनु हुनका निम्ति म हार्दिक अनुरोध गर्छु। कृपया तालीले स्वागत। 16 वटा कम्युनिस्ट पार्टीहरू एक ठाउँ आएर एकीकृत भएर एकताबद्ध भएर अहिलेको राजनीतिक सङ्कटलाई पार गर्ने संकल्प सहित नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको छ। हामीले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता पाल्पाका चिर परिचित महिला नेत्री टाउका उठाउन पाउने छैनन् र हाम्रो विजय सुनिश्चित छ भन्ने कुरा आजको यो उपस्थितिले देखाउँछ। त्यसकारणले म अब एकीकृत समाजवादीका पूर्व पोलिट ब्युरो सदस्य गुल्मीमा सम्बोधन गर्न जानुभएको छ। म यो अवसरमा कमरेड यादव बहादुर रायमाझीलाई नि प्रकृतिका कोटि कोटि सम्पदाको आचल केन्द्रीय नेता प्रखर वक्ता आदरणीय पुरन केसीज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु न म हार्दिक अनुरोध गर्छु। त्यसै गरी आदरणीय नेता अतिथिको रूपमा आसन ग्रहण गरिदिनु न हार्दिक अनुरोध गर्दछु। त्यसै गरी म नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता महाधिवेशन